गुड मर्निङ गाइस। हामी चाहिँ अहिले बिहानको 5 बजेर कति मिनट भएछ। हिमाल हेर्न हल्का देखियो थियो उठेको, फेरि बादल लाग्यो, बादलले छोपियो, अलिअलि देखिँदैछ वहाँनिर चाहिँ। देखियो हुन्थ्यो, क्लियर भयो हुन्थ्यो, मौसम हेर्न पाइने थियो। आज चाहिँ हाम्रो घान्द्रुकमा डे 2 र आज चाहिँ हामी चाहिँ बिहान 5-5:30 बजी नै उठेर यसो मुखसुख धोएर झ्यालबाट हेर्दाखेरि चाहिँ पहिला हिमाल कस्तो राम्रो क्लियर देखिरहेको थियो। अनि हामी फ्रेस भएर माथि जाँदा जाँदा त अलि हिमाल त त्यस्तै धमिलो धमिलो देखियो त, बादलले ढाके जस्तो भयो है। अनि त्यो यत्तिको भयो भने चाहिँ देखिरहेको थियो। अनि हामी चाहिँ यसो अब यत्रो घान्द्रुक आएपछि चाहिँ यसो अब बिहानको भ्यू चाहिँ हेर्न पर्यो। बिहान बिहान हामी फ्रेस भएर अनि उठ्यौँ। अनि त्यसपछि हल्का घान्द्रुकको गाउँ पनि डुल्न पर्यो भनेर चाहिँ यसो पानी सानी तातो पानीहरू खाएर चाहिँ हामी यसो एकछिन गाउँ डुल्छौँ। अनि त्यसपछि देख्न सक्नु कस्तो जाडो थियो कि त्यो दिन बिहान बिहान त कस्तो जाडो जाडो भएर। अनि हामी चाहिँ उठ्यौँ अनि सरर ल हामी माथितिर गयौँ। माथितिर पनि कति धेरै होमस्टे, यहाँ त सबै होमस्टेहरू मात्र रहेछ। अनि यस्तो ठाउँमा पनि कति व्यवस्थित तरिकाले बनाएको, अनि नजिकै हिमाल। अनि हामीले चाहिँ अलि मौसमले गर्दाखेरि त्यस्तै भएर क्लियरली हेर्न पाएनौँ। तर यति फोटोहरू, अरूको फोटोहरू हेर्दाखेरि चाहिँ रियल त्यहाँ हुने भ्यू चाहिँ एकदमै वाउ, नजिक यस्तै टाँसे जस्तो हिमाल के यस्तो भित्ता। अर्को डाँडा त जस आफू बसेको ठाउँबाट उता हेर्दा त हिमालै देखिन्छ भनेर चाहिँ एकदमै सुनेको थियो। तर देखिन त देखिरहेको थियो, तर क्लियरली पुरै देखेको थिएन। अनि त्यसपछि सबै बच्चाहरू उठे अनि फ्रेस भयौँ, तयार भयौँ। अनि आज चाहिँ हामी पोखरा पनि फर्किन थियो। र त्यसपछि चाहिँ हामी अब त्यहाँ यत्रो घान्द्रुक आएपछि अब गुरुङ ड्रेस लाएर त फोटो खिच्न पर्यो होइन। अनि त्यसपछि गुरुङ ड्रेसहरू लगायौँ सबैले। अनि बिहान बिहान उठेर खान त मन लाग्दैन नि उठ्ने बित्तिकै। अनि त्यही भएर चाहिँ पहिला चाहिँ ड्रेस लगाऊँ पछि खाम्ला भनेर पहिला ड्रेस लगाउने, फोटो खिच्ने सबै भयो हाम्रो चाहिँ। अनि मैले पनि गुरुङ ड्रेस लगाएँ। अनि यो रिल्स चाहिँ एकदम भाइरल रहेछ टिकटकमा। पहिला गएर यत्तिकै आउट कपडामा गएर जाने भित्र, अनि फेरि भित्रबाट बाहिर निस्किँदा कपडा लाएर आउनेवाला यो चाहिँ। अनि हामीले पनि यो टिकटक रिल्स बनायौँ। मेरो त टिकटक चल्दैन, तर मैले चाहिँ रिल्स बनाउने गर्दछु इन्स्टाग्राममा। इन्डियामा टिकटक ब्यान छ है। अनि त्यसपछि देख्न सक्नुहुन्छ मेरो छोरीलाई पनि कस्तो राम्रो देखेको। हामी क्षेत्रिनी भए पनि हामीले लगाइयो गुरुङ ड्रेस। अनि गुरुङहरूको ठाउँमा आएपछि अब त्यहाँ यही चिज नै फेमस रहेछ। अनि यति त गर्नै पर्यो होइन। अनि देख्न सक्नुहुन्छ हामीले फोटो भिडियोहरू खिच्यौँ। अनि साइना पनि एकदम खुसी भएर मेरो छोरीलाई कति राम्रो देखेको कि यस्तो ड्रेस। अनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो राम्रो तरिकाले हामीले चाहिँ फोटोहरू भिडियोहरू खिच्यौँ। अनि त्यसपछि चाहिँ अब खाऊँ, अनि त्यसपछि जानुपर्छ भनेर चाहिँ हामी चाहिँ खाना खान थाल्यौँ। अनि मलाई चाहिँ यो यहाँको चाहिँ यो रोटी जो पुरी जस्तो रोटी चाहिँ यति मिठो लाग्यो। कतिवटा आँटाहरू मिक्स जस्तो थियो, फापर कोदो अरू जौँ खै के थियो, तर खाँदाखेरि यस्तो मिठो जस एकदम मन पर्यो यो चाहिँ। अनि हामीले नास्ता सास्ता गऱ्यौँ। अनि त्यसपछि चाहिँ यहाँ अझै बहिनीको फोटोसुटहरू भइरहेको थियो। मेरो बहिनीलाई चाहिँ फोटो भिडियो यति चाहिन्छ, राम्रो खिच्न पर्छ उसलाई चाहिँ। त्यस्तै म पनि अलिअलि होइन। अनि त्यसपछि आएपछि यस्तो गर्नै पर्यो, घुम्न आएको ठाउँ अब मेन फोटो भिडियोजकै लागि नै आइन्छ होइन। अनि फोटो भिडियो बनाइयो। अनि हामी पनि अब घान्द्रुकलाई भन्छौँ बाई बाई। हो यहाँ मिल्दैन तिमीहरूको फेरि गयो। अब हामी जाँदैछौँ गाइस। ल फाइनली गाइज हाम्रो चाहिँ अब घान्द्रुकको बसाइ सकियो र फर्किँदैछौँ। लास्टमा चाहिँ मै परेछु। यसो हिँड्दै आउँदाखेरि सबै अगाडि गइसकेछन्, म चाहिँ पछि भयो। अनि यहाँ बाटोमा हिँड्दाखेरि मैले सिस्नो पनि देखेँ। अनि अलि तल पुग्यौँ बस लाग्ने ठाउँमा, गाडी पाउने ठाउँमा। हिजो चाहिँ आउँदाखेरि हामी बसमा आइएको थियो। अब जाँदाखेरि चाहिँ एउटा सानो
के भन्छन् कुन्नि स्कर्पियो सायद हो कि स्कर्पियो के भन्छन् हो त्यसमा जाने सबैजना भनेर चाहिँ हामी फ्यामिलीहरू नै यति धेरै थियौँ नि त। अनि त्यसपछि त्यही रिजर्भ गरेर त्यसमा फर्किन लाग्यो। अनि आज कस्तो राम्रो भ्यू देखिरहेको थियो, देख्न सक्नुहुन्छ। अनि मलाई चाहिँ बाटोमा चाहिँ झरनाहरू देखेको थियो अनि पुल झलुङ्गे पुल देखेको थिएँ मैले चाहिँ। अनि जाने बेलामा यस्तो अब त्यहाँ यस्तो रोक्दै हुँदैन, बसले त रोक्ने कुरा भएन, यति धेरै प्यासेन्जर हुन्छन् है। अब यो गाडीलाई चाहिँ मैले पहिल्यै भनेको थिएँ, पहिले त भनेको थिएन, गाडीमा चढिसकेपछि चाहिँ दाइ त्यहाँ यस्तो पुल थियो झरना थियो त्यहाँ रोकिदिन भनिस् न भनेर मैले दाइलाई भनेको। अनि गाडीको दाइले त भइहाल्छ नि रोकिदिन्छु भनेर पहिले भनिहाल्यो हाम्रो कुरा सुनेर चाहिँ। अनि बिचबिचमा गयौँ। अनि यहाँ देख्न सक्नुहुन्छ अब हामी चाहिँ फर्किँदैछौँ। अनि गान्तोकको बसाइ एक दिनको एकदमै रमाइलो भयो, हामी चाहिँ फुल इन्जोय गऱ्यौँ। अनि हजुरहरू पनि आउन चाहनुहुन्छ भने चाहिँ यस्तो फ्यामिलीसँग ग्रुपमा आउँदा चाहिँ रमाइलो होला, जति सक्दो मलाई चाहिँ त्यस्तो लाग्यो। हामी ग्रुपमा भएर पनि होला, हामी त एकदम डान्स गऱ्यौँ, रमाइलो गऱ्यौँ होइन। अनि त्यसपछि यहाँ देख्न सक्नुहुन्छ भ्यू कस्तो राम्रो छ, कति राम्रो छ। अनि मैले चाहिँ वाट्सएपहरूमै स्टेटसहरू हालेको, उहाँ मेरो साथीहरू इन्डियन साथीहरूले चाहिँ वाउ कति राम्रो ठाउँमा गएको, कति राम्रो ठाउँ हो नेपाल, कति राम्रो भनेर चाहिँ कति तारिफ गरिरहेको थिएँ। यस्तो ठाउँमा त हामीलाई पनि लैजान घुम्न भनिराखेको थिएँ। अनि उहाँ चाहिँ पन्जाब, अब हामी बस्नु त पन्जाब बस्नै पऱ्यो नि त, चण्डीगढ पन्जाबमा पऱ्यो। अनि त्यता त त्यस्तो खासै हुँदैन। अनि सिमला नजिक छ, सिमला चाहिँ कस्तो भने अब नेपाल घुमेको मान्छेलाई त सिमला त केही जस्तै लाग्दैन, त्यही हिउँ पर्छ भन्ने मात्र हो है। तर यहाँको पहाडहरू देखेको मान्छेले चाहिँ इन्डियाको पहाड त केही पनि होइन कि, फेल हो। नेपालको पहाडको अगाडि इन्डियाको पहाड चाहिँ फेलै हो भनौँ। अनि यति धेरै इन्डियन टुरिस्ट छन् अहिले, यति धेरै। हामी गान्तोकमा जाँदा पनि त्यहाँ पनि यति धेरै थिए इन्डियन टुरिस्टहरू, गान्तोकमा उति, पोखरामा उति, जे सब उता समर भ्याकेसन चलिरह सबै घुम्नको लागि ठाउँ चाहिँ इन्डिया। अनि यहाँ देख्न सक्नुहुन्छ यो झरना यहाँ बाटोमा। अनि त्यसपछि त्यो दाइले एकैछिन गाडी रोकिदिनु भएको थियो। अनि हामीले चाहिँ फोटो भिडियोहरू बनायौँ। अनि मलाई चाहिँ एकदम मनपर्छ कि, मलाई यस्तो रहर थियो यस्तो झरनामा फोटो खिच्ने भनेर चाहिँ। अनि हामीले फोटोसोटो भिडियो बनायौँ। अनि त्यसपछि हामी अलिक तल गएपछि चाहिँ एउटा झलुङ्गे पुल पनि थियो, त्यहाँ चाहिँ कोही उत्रेनन्, म मात्र गएँ, म अनि छोरी अनि दाइको छोरी मात्र। त्यहाँ पनि यस्तो भिडियो बनाएँ मैले। यो देख्न सक्नुहुन्छ पुल। मेरो साइना डराएर फेरि मम्मा नजानु एक्लै भनेर फेरि पछि चाहिँ उसलाई पनि लिएर गएँ। रिजर्भमा आउनुको फाइदा चाहिँ दियोस्, दाइले बिचबिचमा गाडी रोकेर यस्तो फोटोसोटो भिडियो बनाऊ भनेर चाहिँ दिनुभयो होइन। बसमा चाहिँ मिल्ने थिएन, यति धेरै प्यासेन्जर हुन्छन् होइन। अनि देख्न सक्नुहुन्छ अब हामी पुग्छौँ सायद, अब नयाँ पुलतिर पुग्छौँ, त्यसपछि पोखरातिर। आउने बेलामा त कति धेरै टाइम लाग्यो जस्तो भयो थियो, जाने बेला फर्किने बेलामा त 2 घन्टा सायद 2-2.5 घन्टामा हामी पुगिसकेको घरमा। भयो आइजाऊ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्ने गर्दछ कमेन्ट गरेर भन्न चाहिँ नबिर्सिनु होला है। अनि यहाँ देख्न सक्नुहुन्छ नयाँ पुलभन्दा अलि माथि थियो सायद, यस्तो राम्रो ठाउँ रहेछ खोलाको छेउमा चाहिँ, यस्तो राम्रो क्याफे जस्तो तरिकाले बनाएको क्याफे उस टाइपमा। अनि कस्तो राम्रो थियो कि त्यहाँ फोटोहरू यस्तो राम्रो आएको थियो। अनि देख्न सक्नुहुन्छ मैले चाहिँ टक्क फोटो भिडियो त्यहाँ पनि बनाइहालेँ। अनि यहाँ कस्तो राम्रो देखियो कि खोलाको यता खोला पछाडि खोला बगिरहेको। अनि यहाँ चाहिँ टेबलहरू लगाएर जस खाने बस्ने कस्तो राम्रो ठाउँ बाटोको छेउमा। अनि त्यसपछि फेरि हाम्रो सफर सुरु भयो। अनि बाटोमा पुग्दाखेरि चाहिँ एउटा 2टा दिदीहरू चाहिँ ऐसेलु बेच्न राख्नुभयो रहेछ। ठ्याक्क हामीले ऐसेलु पनि चाख्न पाइयो नेपाल आएर जोस्। अनि आयौँ हामी यता कता यो ठ्याक्क पोखरा पुग्नभन्दा अगाडि हो चाहिँ, यो चाहिँ सायद फेदीतिर हेम्जातिरको बाटो यस्तो राम्रो रहेछ। अब हामी लगभग पोखरा पुग्न लाग्यौँ। अनि यहाँ सबै थाकेर यहाँ निन्द्रा लागिरहेको थियो, राम्रोसँग अब निद पनि पुरा नभएको है। हामी चाहिँ लगभग पुग्न थाल्यौँ, घरसम्म पुग्न लाग्यौँ है।
हजुरहरूले मेरो भिडियो हेरिदिएकोमा धेरै धेरै धन्यवाद। र त्यति धेरै पर्फेक्ट तरिकाले मैले भिडियो बनाउन त जानेको छैन, र तैपनि मैले चाहिँ कोसिस गरिरहेको छु। मलाई चाहिँ अत्यन्तै मनपर्छ भिडियो खिच्न, फोटो खिच्न। मैले पहिला च्यानल पनि बनाएको थिएँ, अनि के कारणले गर्दाखेरि त्यो च्यानल चाहिँ बन्द भयो। पछि राम्रै अलिकति इन्क्रिज हुँदाखेरि जस च्यानल ग्रो गर्दाखेरि चाहिँ के भयो, मैले नि सेटअपहरू यताउति नजानेरै हो। हुन त अझै नि त्यस्तो क्लियरली अझै नि थाहा छैन, तर त्यतिखेरको बन्द भयो। त्यसपछि चाहिँ मैले 2-3 वर्ष छोडिदिएँ, बनाउनै छोडिदिएँ। झ्याउ माने कि एकदमै कस्तो मन मरे जस्तो भयो थियो। अब हेरौँ, अब कोसिस गरौँ। अब यस्तो कहिलेकाहीँ घुम्न हिँडेको चिजहरू यताउति पोस्ट गऱ्यो भने आफूले पनि हेर्न पाइयो होइन पछिसम्म। अनि यस्तो कस्तो लाग्छ मेरो भिडियोहरू चाहिँ माया गरिदिनु होला। र देख्न सक्नुहुन्छ, क्लियर नभए पनि, त्यस्तो पर्फेक्ट भिडियो नभए पनि होइन, हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र अगाडि आउने दिनहरूमा चाहिँ अझै राम्रो बनाउने कोसिस गर्नेछु होइन। हामी चाहिँ हरिचोक पुग्यौँ। मलाई चाहिँ यो ठाउँहरू आफू सानोमा बसेको भएर कस्तो एकदम माया लाग्छ कि आफू बसेको ठाउँ होइन। सानोमा हुर्केको ठाउँ हो पोखरा चाहिँ मेरो। अनि मलाई चाहिँ कस्तो आफ्नै जस्तो लाग्छ। सानोमा जहाँ बस्यो त्यहाँको यादहरू छपक्क दिमागमा बसेको हुन्छ नि त। अनि मेरो बचपन चाहिँ यतै बितेको भएर चाहिँ मलाई चाहिँ पोखरा एकदमै मनपर्छ। अनि आफ्नो जस्तो लाग्छ, धेरै आफ्नो जस्तो लाग्छ है। अनि हामी पुग्यौँ घर, सबै थाकेका थियौँ। अनि त्यसपछि घर पुग्यौँ, अनि घर रेस्ट गऱ्यौँ। भाउजूले फेरि खानासाना बनाइहाल्नु भयो, अनि खानासाना खाएर बस्यौँ। नानीहरू यहाँ देख्न सक्नुहुन्छ। साँझ चाहिँ यस्तै मामाले फेरि पिज्जा पार्टी गराइदिनु भयो बच्चाहरूको। यहाँ देख्न सक्नुहुन्छ पिज्जा खायौँ, अनि मिठो थियो पिज्जा, हट एन्ड स्पाइसीको थियो सायद। मलाई चाहिँ एकदमै मन पर्यो, मिठो लाग्यो। अनि हामी जे चिज हेर्नको लागि घान्द्रुक पुगेका थियौँ। यहाँ देख्न सक्नुहुन्छ घरबाट, हामी बसेको घरबाट चाहिँ ट्याक्क देख्न सक्नुहुन्छ कस्तो क्लियर, कति राम्रो हिमाल देखिएछ। हामी यही हिमाल हेर्नको लागि चाहिँ हामी घान्द्रुक पुगेका थियौँ। पोखरा बस्नेहरूको लागि चाहिँ यो नर्मल चिज हो हुन त।